खसीको बुटन बनाउनको लागि मैले लिएको छु खसीको आन्द्रामुढी, फोक्सो, कलेजो, भुटेको जिरा धनियाँ पाउडर, सौफ, दालचिनी, तेजपत्ता र सुकमेल, मसिनो गरी काटेको प्याज, धुलो खुर्सानी, हरियो लसुन र प्याजको पात, धनियाँको पात, लाम्चो पारी काटेको लसुन र अदुवा, मसिनो गरी काटेको हरियो खुर्सानी, बेसार लिएको छु। मैले यहाँ कराईमा पानी पसालिसकेको छु। अब यसमा मैले अघि तयार पारेको सौफ, दालचिनी, सुकमेल र तेजपत्ता राखेँ। अब यसमा थोरै बेसार राखेर चलाउनु पर्छ। पानी उम्लिसकेपछि भुटनलाई राखेर एकछिन राम्रोसँग चलाउनु पर्छ। अब यसलाई 15 मिनट जति छोपेर पकाउनु पर्छ। यसलाई एकचोटि फेरि राम्रोसँग सफा गर्नुपर्छ। अब यसलाई मसिनो पारेर काट्नुपर्छ। मैले यहाँ सबै मासु काटेर तयार पारिसकेको छु। भुटन पकाउनको लागि कराई बसालेर तेल राख्ने। तेल तातिसकेपछि थोरै जिरा पुर्याउने। जिरा ब्राउन भइसकेपछि बेसार राख्ने। अब अघि काटेर तयार पारेको मासुलाई पनि राख्ने। चलाइसकेपछि 5 मिनट जति छोपेर पकाउनु पर्छ। अब यसमा स्वाद अनुसार नुन, भुटेर पिसेको जिरा धनियाँ पाउडर, रातो धुलो खुर्सानी राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। भने भुटन राम्रोसँग फ्राई भइसकेको छ। अब यसमा हरियो लसुन र प्याजको पात, लाम्चो गरी काटेको लसुन र अदुवा, हरियो काटेको खुर्सानी, मसिनो गरी काटेको प्याज राखेर राम्रोसँग चलाउनु पर्छ। प्याज पाक्नको लागि 2-3 मिनट जति छोपेर पकाउनु पर्छ। यसलाई एकछिन राम्रोसँग चलाउनु पर्छ। यसमा मैले हरियो धनियाँ राखेर मिक्स गरेँ। हेर्नुस् त, हेर्दै खाम लाग्ने खसीको भुटन तयार भइसकेको छ। हजुरहरू पनि यसै गरी घरमा बसेर मिठो भुटन बनाएर खान सक्नुहुन्छ।
हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला।